के गर्ने यो कन्ट्याक्टहरु कसरी दिने त्यो खाना चाहिँ कसरी खाने हो सबै झिक्दै खाँदै गर्दै हुँदैन यहाँ बिचरा हानी हैन सबै अब यहाँनिर कता हुन्थ्यो के कसरी ल यता हेर्नु पर्छ है बिन्ता यसरी नै भिड गर्नलाई यहाँ के मैले के उयोको लागि चलाउँदै थिएँ भाडा छैन अनि के रे तिनीहरु सब कन्ट्याक्ट आएर लास्टै टेन्सन भयो मेरो नि आइरहेछ हैन मैले धेरै हिसाब गर्ने न कता कहाँ थियो के यो यी भयो यी भएन सब मिक्स हुन्छ त्यति खानु अब चाहिँ हिसाब भाइरल कन्ट्याक्ट गर न एकचोटि होइन यार म त लड्छु कि आएर सक्दिनँ कि नौरा तिम्रो हात आएर चाहिँ अल पुरै एकदिन मेरो नम्बर बसिरहेको नमुना फेरि भाउजू एकदम ढिलो हुनुभयो कि त्यस्तो गर्नु लगाएर झापडा पनि त्यो टिका पनि त लगाएको हुन्छ होला क्या त्यो खानु परेन अब टाइम लाग्दैन अर्का भोके बसिन के फरक पर्दैन सही भन्छु कि कोइले लाइदैन मैले लाइदिरहेको छु यस्तो फोटो खिचिरहेको छैन ए डबल छ मेरो त होइन उसको जस्तो हुनुपर्ने नि यसमा के रे क्लिक गरेर मार्क गरेर अनि दिनु पर्ने नाकमा तान्देऊ न एउटा टिका लामो गरेर अहिले राम्रो देख्छ न ट्रेनमा चाहिँ जाने राम्ररी देखेर के गर्नु र बिहान हावा पो राम्ररी देखोस् म कन्ट्याक्ट डिलिट गर्नु पर्यो यो कन्ट्याक्ट आइएम खोल्नु को आइएम हो भनेर ओहो एको गएन मलाई दिन हुँदैन नि 1 रुपियाँ हुन्छ 1000 रुपियाँ हटाएर हजार हजार आउँदो रहेछ मैले दिदी गर्नु मन लाग्यो त होइन यार टिका लाउनु मात्र पर्छ उसको हातमा मैले नि यसो बिन्दा त्यहाँ बसेर फेरि एकचोटि पछि लिएको जस्तो फोटो त चाहियो नि पैसा दिएको छ प्रमाण त चाहियो कि अरे पैसा देखाउने फेरि ल दुईजनाले है 1 रुपियाँ चाहिँ देखेन है फेरि दिनु ल ए भइसक्यो हाटी टिका भयो भने त ए टिका लाग्छ छैन 70 वर्ष भयो है बजाउनु ओके कसरी एउटा मेरो लगाइदिन्छ नि कस्तो राम्रो गर्ने आर्यन आर्यन मोबाइल हटाउन तर कस्तो टाइम लाग्यो तपाईँ कहाँ गर्नु त धारणको 14 भइसक्यो रहेछ नि त खाना अलि गिरिगिरी पर्ने भयो जस आज बिदाले गर्थ्यो क्लास 6 देखि बजा यस्तो खतरा बजा गिटार कता हो मेरो बुढी भनेर मुसा। हैन बिराले पनि ल्याएन सब भाग्छन् नि अस्ति भर्खर किने खाएँ 45,000 डिलिट गर्न पाता म त अर्को पहिला इन्डियन गिटार अनि अर्कोतिर मोटो तिम्रो दुईजना एकचोटि यता हेर त रबर जस्तो हुन्छ नि एकछिन दिएर नाइलुङ जस्तो भयो के अँ बाउचा थान्छ त्यो के क्लास छन छ मैजा छन छ या छन छ का निमस त्यो गिटार के एकति ल्या त्यो म मेरो रुमको तल तिमी यता हेर के तिमी पनि जिग्रिन भन्ने मेरो भइहाल्यो नि त ल के चाहियो त अब रम्सान गर्थ्यो नि त्यसले गिटार बजाउँथ्यो नानीहरू भएको गीतमा अरूमा त खालि मेटल बजाएर हुन्छ ल यो पैसा खर्च गर्नु हुँदैन पाप लाग्छ खर्च गऱ्यो भने यस्तो फास्ट यस्तो कस्तो जानेको रहेछ कि उसले टाइमिङ राख्छ होइन 25 सेकेन्डमा गीत दसिनासँग के चलाउनु कि हात पैसा तपाईँले साथीमा आउँदै आयो मलाई यस्तै एक्सर्साइज भयो सुम याद भन्नु न म त चेन्ज गरेर आउँछ है मेरो जुम्बी गरेर आउँछ अब के हँसाएको अहिले मान्छे हँसिरहेछ अनि मजा लगाइदिने सिर लगाइदिने कि थोरै सुबह पढ्नु हुँदैन धेरै क्या दिदी हो नि दिदी हो नि दिदी हो नि बच्चा के त सानी छौ कस्तो कुरा लाने हो दिदी भाग्य भाग्यमानी भएर कस्तो होला